हेलो के छ ओए जाम त कस्तो हो यार साथीहरु जामै जाम छ त। अब यति बेला चाहिँ म अहिले कहाँ गइरहेको छु भन्दाखेरि हैन अब साथीको फ्लाइट छ। अब त्यसको लागि चाहिँ अब म अहिले एयरपोर्ट जाँदै छु। के गर्नु यस्तै हो। ओए लोड जाम छ यार। गाडी ठुलो अगाडि गयो स्वाट जानुपर्ने हुन्छ। ओए कस्तो कुद्यो यार गाडी त बा सानो बाटो हैन गुटुङटुङ लाएर यस्तै त हो नि भन्ने। अब कतिले चाहिँ मेरो भिडियोहरू एकदम डिले आइरह भन्नुभएको थियो। हुन नि हो मैले टाइम दिइरहन नै पाइरहेको थिएन किनकि अब एकदम बिजी सेड्युलको कारण चाहिँ अब खासै त्यति टाइम पनि म्यानेज भइरहेको थिएन साथीहरू। बिस्तारै जानुपर्ने हुन्छ। अब त्यसले गर्दा चाहिँ अलिकति भिडियोहरूलाई अब धेरै असर परिरहेको थियो है। टी पनि त्यति खास ओए सरी उ गरिरहनु पाएको थिएन। अब यहाँबाट चाहिँ अब यति बेला एयरपोर्ट जाँदैछु। एकदम बिजी सेड्युल छ कि अहिले। अब काम पनि लगभग धेरै होइन अब महिनासम्म हुन्छ यस्तो बिजी सेड्युल। त्यसपछि त खासै त्यस्तो पनि भयो हुँदैन है। अब रातिको त यस्तै हो। अब रातिको त भिडियो छ होइन के गर्नु। साथीहरू चाहिँ निस्किसक्यो अरे अब होइन। ओए 94 छ त साथी के हो यस्तो धेरै पो छ त। ल जाम खुल्यो होइन। अब यति बेला लोड चेकिङ हुन्छ नि चेकिङ हुने बेला पनि हो। अब अहिले त चेकिङ चाहिँ अब एकदम हुन्छ। मापासे मैले त चिया खाएर आएको थिएँ मापासे त पर्दिनु होला नि भन्ने त्यही हो। अब सुनसान उसमा होइन राति त हो केटो एक्लै। अब आज घर गएन अब साथीसँग बस्नु पऱ्यो आज किनकि अब लेट भइन्छ होइन। अब यस्तै छ। अब भिडियो चाहिँ डिले धेर भएकै हो है। अब भन्दा नि अब आफूले चाहिँ डेली दिन सकिरहेको छैन बिजी सेड्युलै उ भएर ओइ 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 पर्ख्यो हो भने बत्ती उ भइसक्यो रेड लाइट बलिसक्यो तै पनि अनि छिरेर हुन्छ त होइन। ओए कस्तो झिलिमिली होइन राति त। अब राति त फेरि अब नाइट लाइफ चाहिँ एकदम बबालै हुन्छ क्या फेरि भ्यालीतिर होइन। म्याप हेरेर हिँड्नु परिरहेको अब पुरै के गर्नुहोस् गाह्रो छ भन्ने। गाह्रो त के गाह्रो हुनु र होइन। ट्याक्क अगाडि मोबाइल राख्यो आनन्दले। अब जस मेरो होल्डर पनि चाहेन कि मोबाइल राख्नलाई टक्क राखिदिएपछि मिल्छ त्यो त्यही हो। अब आज चाहिँ अब को साथी भन्दा अहिले म त्यहाँ गएर देखाइ नै हाल्छु है। सबै अब विदेशी गाह्रो छ लगभग। अब नेपालमा अब स्कोपै छैन भन्नेहरूलाई त ठिकै हो। अब छैन भन्नेहरूलाई होइन। अब मेरो पनि के हुन्छ पछि अब त्यो पछिको सोच हो है। अब भिडियो बनाइरहनु भएको फेरि अगाडिबाट त्यहाँ ठिकै छ म पनि आइदिउँला नि मेरोमा नि आइदिनुहुन्छ। ओहो चेन्ज पैसा पो छैन त यार मलाई पार्किङमा। आशिका दिदी बोलाउने है क्या दिदी बेरलाई एउटै भएन बेज्जती भन्लान् फेरि है। यतातिर त क्यास त्यति बोकेर नै हिँडेर हुन्न के सबै। अब जे पनि फोन पे क्युआर हुने के मन्दिर रहेछ यार यहाँ। रक्षा गरून् भगवान् सबैको। ल ल ल खुल्यो खुल्यो खुल्यो। यस्तो जाममा पछाडि अब पऱ्यो भने त परै हुन्छ कि फेरि त्योभन्दा त लो त हिँड्ने नि होइन। फेरि लाइट बले बेला चाहिँ हिँड्नु भएन नि फेरि मामाले फेरि वाकिटकीबाट भन्छ कता कहाँ दिनुभयो नि टेन्सन अनि होइन। पहिला कि अब अलि सुरुमा बाइक लिएर अब यो हिँड्नु पऱ्यो नि त काठमाडौँ भ्याली। ओहो हुने कि हराउँछु कि म जस्तो लाग्ने होइन। अब कतै चिन्या हुँदैन नि त। अब ओहो कहाँ जाने होला कसो गर्ने होला है त्यति नै हिँड्न नै नहुने कि। अब बिस्तारै अब यतै बस्ने वातावरण भइसकेपछि त जति बेला जहाँ पनि हिँड्नुपर्ने हुन्छ फेरि त्यति। ओए ओए मेरो मोबाइल झन्नै खस्यो। त्यस्तो पनि एउटा फेज हुन्छ। अब सधैँ एउटै त नहोला नि भन्ने आशा गर्छु। कति बज्यो भन्दाखेरि 7:39 भनेपछि लगभग उनीहरू पुगिसके जस्तो लाग्छ। 8 बजी पुग्ने भन्दै थियो। उताबाट नजिक पर्छ नि उता चाहिँ ऊ चाहिँ फेरि उता नेपालटारबाट आउने हो कि। अब ऊ त सिधै महाराजगञ्ज हुँदै आउने होला ट्याक्सी ल्याउने होला मेन रोडै। अब मेन रोड त फेरि लोड जाम हुन्छ। फेरि आज अफिसबाट आएको होइन गेट पासै लिएर आउने बिर्सिदिएर कि अब हुँ अब अलिकति गाह्रो पर्न सक्छ।
फोन गरेर अब पास पठाइदिन्न भनेर झन्झट हुन्छ कि त्यो यसो लाएर गएपछि त रोक्दैन जानु सिधै त्यो नभएपछि त फोन गर्नु पनि हुन्छ यहाँ अड्क्यो भने त अड्क्यो हुन्छ त बाइक पो हो त किन अड्किने हो र हामी एकछिन अङ्कल होइन ओए कस्तो धुवा फाले यार बाप रे बाप हो यस्तो जाम हुन्छ नि अब फेरि अब यतातिर नि होइन आज अब बाइक बनायो है सर्भिसिङ अब लगभग तर यार 1500 कुद्यो जम्मा 1500 कुद्दा भयो नि मेरो मोबिल कस्तो डढिसिया रहेछ कि मोबिल नै घट्या जस्तो कुरो गर्थ्यो अब टाइमली उ गरेर भएर नि खै के भयो अब रक्षाहरू पशुपतिनाथ सबैको होइन गाडी रोकेपछि आफूले पनि रोक्नु पर्ने हुन्छ फेरि न त स्वाट हो जाम पालो गुऱ्यो भने पालो आउँदैन पालो आफूले बनाउनु पर्छ होइन के हुन्छ क्युआर हुन्छ छैन गाह्रो पऱ्यो क्युआरै हुँदैन होला क्युआर हुन्छ तपाईँकोमा क्युआर हुन्छ और अभी तो रुको क्युआर हुन्छ क्युआर ब्याङ्किङ क्युआर छ ए ल आमाको ल क्युआर रहेछ है या ल मलाई एउटा दिनु त झन्डा छैन नेपालको झन्डा हो कति हो यसको 300 बाबा ए अलि मिलाएर दिनु न आमा झन् ठ्याक्क तपाईँ 250 सम्म गरिदिनु अन्तिम जुरा रहेछ मलाई नि के छ हजुरको के क्युआर छ ओहो चलाउनुहुन्छ केमा यिनीहरू के नाम रहेछ निशा कति भन्नुभयो 200 हालिदिन्छ 200 हालिदिन्छु है आमा ल नेपालकै झन्डा किन्नु पऱ्यो फ्ल्याग तपाईँसँग चेन्ज पैसा छ म तपाईँलाई 300 हालिदिन्छु मलाई 100 रुपियाँ फिर्ता दिनु न हुन्छ अनि म फोटो नि खिचिदिन्छु है मसँग चेन्ज पैसै छैन कि त्यो पार्किङमा चाहियो भनेर यहाँबाट 300 गयो होइन म तपाईँ यहाँ आउँछै आउँदैन फोटो खिचेर राखिदिन्छु म तपाईँलाई यो चाहिँ मैले हालेँ भनेर होइन अब थाहा हुँदैन उनीहरूलाई तर मेरोमा चाहिँ काटिसक्यो यहाँ मैले फोटो नि खिचिदिएको छु ल मैले हालेको यो पैसा हालेको पनि खिचिदिएको छु 300 हालिदिएको छु है लिनुहोस् ल मोबाइल लिनुहोस् पहिला धन्यवाद तपाईँलाई धेरै धेरै पैसा नि मेरोमा काटे कसकोमा जान्छ त्यो कसकोमा जान्छ यहाँबाट काटिसक्यो 311 रुपियाँ काट्यो है ल हस् धन्यवाद आमा मैले मेरो यो हालेको फोटो खिचेर राखिदिएको छु तपाईँलाई यहाँ यो अब उसमा मेरोबाट काट्यो मेरोबाट सक्सेस भएको हो क्या हस् ल धन्यवाद होइन अब थाहा हुँदैन अब साथीले यो लगाइदिएर पठाइदिनु पनि हुन्छ थाहा हुँदैन कि अब त्यही आएको धन्न रहेछ आमाकोमा चाहिँ त्यो भएर चाहिँ हो अब यहाँबाट भित्र जानुपर्ने हुन्छ जाऊ त्यो फोटो खिचेपछि फेरि त्यस्तो त नगर्ला नि है फेरि पछि अब पैसा काटिसक्यो आएन भनेर यो चाहिँ अब सुनको ढोका हो है ओके ढोका छिरिसेपछि एक्लै संसार होइन बाई बाई नेपाल भन्ने पनि हुन्छ होला हुन चाहिँ अब खासै त्यस्तो पनि उ त छैन यहाँ पार्किङ हानियो होइन चिट खस्यो मेरो यो चाहिँ लिएर जानुपर्ने हुन्छ अहिले पछिको लागि परेन त टिकटक ल मान्छेको भिड अब यस्तो छ कि अब सब यहाँ सबै भइसक्यो तर दुला आएन अझै अब दुलालाई अब यसो दुला केमा आएको हो दुला कारमा आएर दुला फेरि त्यही कार त होइन नि फेरि सेतो कारमा ए नेपालको नेपाली गाडी अब त्यही हो मान्छे हेर्नु न कति हो त मान्छे कि अब है जतिखेर आउँदा नि जहिले आउँदा नि
एयरपोर्टमा मान्छे हामीले देश छोड्ने चाहिँ कहिले हो हँ हामीले देश छोड्ने चाहिँ कहिले हो नि आउँछ चाँडै आउँछ हँ? चाँडै आउँछ चाँडै हामीले पनि अब देश छोड्नुपर्ने हुन्छ बिस्तारै हामीले पनि बिस्तारै देश छोड्नुपर्ने हुन्छ वाइड नहान्नु होला अब ल ल ल भिडभाड छ धेरै नै अब मान्छेको तपाईँ कहिले चाहिँ नि तपाईँले कहिले छोड्ने देश छोडौँ नि बिस्तारै के भएर हेर्दाखेरि एयरपोर्टभित्र त 18 माइनस त छैन के बोले भाइ अब के बोले गाह्रो ए एकचोटि यसो गर्नु त त्यहाँबाट पक्रिदेऊ त एकछिन पखायो यता हेर भन्छ म एयरपोर्ट हो ल अब यहाँ लगाइदिनु ल एकचोटि सबै ल ल चिन्छ एउटा हान्दी हालौँ न यस्तो यस्तो हुन्छ गाह्रो पो छ तपाईँ त नरुनु ल फेरि यो को चिन्छ तैँले यो मान्छे को नाम भन्छ ल नाम के हो ल अब यहाँ चाहिँ अब ल एकचोटि हक पनि हान्नु पऱ्यो नि अनि एकचोटि हक हान्नु न हो यो हो नि त अब अङ्कल भतिजोको मामा भान्जा नि म त म सोचिरह नि त मामा भान्जा रहेछ लास्टमा भन्ने ल हेर्नुहोस् देशको अवस्था अब सबै जनताहरू देश छोडेर जाँदैछन् हामी पनि अब अहिले जाँदैछौँ हामी अब हाम्रो फ्लाइट चाहिँ लगभग 9 बजी जति छ अहिले आएको थियो त्यहाँबाट अब के गर्नु हेर्नु ल मान्छेको भिडभाड यस्तो छ देशको अवस्था देखेर मलाई पनि एकदम रुन मन लाग्छ म अहिले गएर एकचोटि रुन्छु पनि होला त्यो जस्ट अब एयरपोर्टबाट निक्लिन लागेको साथी नि गइहाल्यो अब हामी अब जाने पालो छ पालो कुरिरहेछौँ बिस्तारै जानुपर्ने हुन्छ त्यही हो अब साथीहरूलाई अब छोडियो नयाँ हुन्छ लाइक सेयर सब्सक्राइब गर्नु होला ल है त